कृष्ण अभिवादन सबैलाई जय मसी। यहाँको बिचमा एउटा शक्तिशाली कुरा सेयर गर्न चाहन्छु। प्रिय मित्रहरू, धेरैले एउटा युट्युबहरूमा, फेसबुकहरूमा, अनलाइनहरूमा होइन अनि मण्डलीहरूमा चाहिँ के देख्छु भन्दाखेरि देखिन्छ भन्दाखेरि पनि बच्चनलाई तपाईँहरूले दवा गर्नुहोस् अथवा बच्चनलाई घोषणा गर्नुहोस्, तपाईँलाई यो सामान चाहिएको छ यसमा दवा गर्नुहोस् कि यो मेरो हो घोषणा गर्नुहोस्, त्यो वचनअनुसार घोषणा गर्नुहोस् कि यो मेरो हो, यो मेरो भइहाल्छ, म यस्तो भइहाल्छु, मेरो बिजनेस राम्रो भइहाल्छ, यो वचनमा लेखे अनुसार भनेर धेरैले चाहिँ यसरी सिकाउनुहुन्छ र सिक्नुहुन्छ र गर्नुहुन्छ। धेरै हामीहरू त्यसरी गर्छौँ। अनि यसो भन्दै गर्दाखेरि बाइबलमा स्पष्ट रूपमा के लेखिएको छ भन्दाखेरि परमेश्वरले आकाशको चराचुरुङ्गीलाई खुवाउनुहुन्छ भने हामी त उहाँका छोराछोरी हो, उहाँले किन हामीलाई खुवाउनुहुन्न र हो किन उहाँलाई दिनुहुन्न र? एउटा पापी संसारको मानिसले, एउटा बुवाले आफू पापी भए खराब भयो भने आफ्नो छोरालाई उसले रोटी दिन सक्छ भने हाम्रो प्रभु त्यो उहाँभन्दा महान हुनुहुन्छ, उहाँले किन दिन सक्नुहुन्न होइन? अनि यसो भन्दै गर्दाखेरि चाहिँ मलाई यो कुरा याद आयो। त्यही भएर प्रिय मित्रहरू, हामी बाइबलमा लेखेको कुराहरू चाहिँ हामीले त्यो अनुसार हामीले जिउनुपर्ने हुन्छ। त्यसैले यो कुराहरूमा अब मानिसहरूले यसो गर्ने तर आफ्नो जीवनलाई त्यही खराब बाटोमा दिशामा गइरहेको हुन्छ। तर यही एउटा कुरालाई चाहिँ अरूको नजरमा यो बाइबलमा त रहेछ, यसो भएको रहेछ, उसो भएको रहेछ भनेर चाहिँ गर्छन् र त्यो अनुसार चाहिँ एउटा मान्छेले चाहिँ दवा गर्ने, घोषणा गर्ने, अनि भएन भने चाहिँ अनि बाइबल त्यतिकै लेखेको व्यर्थ रहेछ भनेर बाइबललाई दोष दिने कुरा गर्दछ। त्यस कारणले गर्दाखेरि हामीले वचनलाई दावा गर्ने होइन, हामी परमेश्वरको वचन अनुसार चल्ने हो, परमेश्वरको आज्ञा अनुसार चल्ने हो।